मेरो मृत्यु पछि अरु कसैले मेरा आँखाले संसार देख्न सकोस्, संसार देख्न सकोस्। मेरो मुटु कसैको धडकन बनोस्, कसैको सहारा बन्न सकोस्, सहारा बन्न सकोस्। मृत्यु पछि पनि देह उपयोग होस्, हरेक अङ्ग मेरो काम लागोस्। मृत्यु पछि पनि देह उपयोग होस्, जीवनमा जुन गर्न सकिन गर्न सकिन, मृत्यु पछि त्यो सम्भव होस्, सम्भव होस्। मेरो मृत्यु पछि अरु कसैले मेरा आँखाले संसार देख्न सकोस्, संसार देख्न सकोस्। अहिले चाहिँ लिभर ट्रान्सप्लान्ट पछि मैले नयाँ जीवन पाएको चाहिँ अनुभव गरिरहेको छु। अरूको भलो हुन काम लागोस्, अँध्यारो जीवन उज्यालो बनोस्। अरूको भलो हुन काम लागोस्, अँध्यारो जीवन उज्यालो बनोस्। मरण पछि पनि मानिसमा पनि मानिसमा अङ्गदानको भाव रहोस्, भाव रहोस्। मेरो मृत्यु पछि अरु कसैले मेरा आँखाले संसार देख्न सकोस्, संसार देख्न सकोस्। खरानी भएर जाने या गाडेर सकिने अङ्गहरू
कृपया आजै दान दिउँ। यसबाट एकजना व्यक्तिबाट 8 जनाको ज्यान बाँच्न सक्छ। यो भन्दा ठुलो दान संसारमा के हुन सक्छ र? हाम्रो जीवनमा यस्ता धेरै विभिन्न रोगहरू आइपर्छन् जसको उपचार अङ्गको प्रत्यारोपणबाट मात्रै सम्भव छ। तसर्थ तपाईँ हामी सबैले जीवन रहँदै अथवा जीवन मरणोपरान्त अङ्गदान गर्ने प्रण गऱ्यौँ भने अरू धेरैको जीवन हामीले जोगाउन सक्छौँ या आयु लम्ब्याउन सक्छौँ। नेपालभरि नै काम गरिरहेको हामी झन्डै 30-32 जना आँखाको नानीका स्पेसलिस्टहरू छौँ। आँखाको डाक्टरमा पनि उहाँहरू सबैले नै कर्निया पाउनुहुन्छ नेपाल आँखा ब्याङ्कबाट र त्यही अनुसार उहाँले पनि ट्रान्सप्लान्ट गर्नुहुन्छ। यसकारण म फेरि पनि सबैलाई आग्रह गर्न चाहन्छु कि यो खेर जाने आँखाको नानी दान गरेर पुण्य कमाउनुहोस्। धन्यवाद। अङ्गदान महादान, मृत्यु पश्चात खेर जाने अङ्गदान गरेर अरूको जीवन बचाउँ। मैले त आफ्नो अङ्गदान गरिसकेँ। तपाईँ पनि यस पुण्य कार्यमा अगाडि बढ्नुहोस् र पुण्य कमाउनुहोस्। मेरो मृत्युपछि अरू कसैले मेरा आँखाले संसार देख्न सकोस्, संसार देख्न सकोस्। मेरो मुटु कसैको धडकन बनोस्, कसैको सहारा बन्न सकोस्, सहारा बन्न सकोस्।